चाहिँदैन नाइ अक्खा चाहियो मलाई जिन्दगी दामी दामी भन्दै भेटे धेरै हरामी चाहियो र कडा चाहिएन लपडा जे गर बोले दुनिया फटाएर टकेटा भाटा डन्डी चेलुके माछा माछा भ्याकुताको खेलुके निमुखान सबैमा फेलुके लाखको पछिला लगाउँदै पुरा निन्द्र पाएर मृत्यु सिरानी सँगको कारण झर्दै भए म खरानी दुनियाँभरि के म आफै नमुना क्रिस्पिना जिरो बोल्दा हातमा लागि सुन्ना सो सरी सरी आँखा चाहियो मलाई जिन्दगी अक्खा भनेको चाहिँ एकदम दामीलाई भन्दो रहेछ है अनि इसाई भए पछाडि चाहिँ हामीलाई चाहिँ अक्खा जिन्दगी चाहिन्छ दामी जिन्दगी चाहिन्छ अनि क्रिससँग सङ्गत गर्दा हाम्रो जिन्दगी अक्खा हुन्छ अन्धकारको राजा पनि खेली सोधी विरुद्धको खेल इतिहास बताउँछ सैतान तेरो केही पनि छैन औकात प्रभु येशू आउनुभयो पनि परमेश्वरको सौकात अझै रोकिएन दुनियाँमा पीडाकार हुने रक्तपात मुक्तिपातको मान्छे म गर्ने केही नसक्दा आफै लाग्छ पछुपात छाडा भए जवानहरू म्याँ गर्छ मुगो बोल्छ पाक्रा भाषा सिकाएर सैतान मुर्खा बनाइरहेछ भाइरल भन्ने भाइरस आज आजकलको मार्केटमा दुष्ट हँसाउने चलन पनि इसाई जगतमा अक्खा चाहियो मलाई जिन्दगी धिक्का देशलाई जसले परमेश्वरको महिमा लत्याउँछ धिक्का वर्षहरू जसले भेडाको विषुमा आउँछ धिक्का देशलाई जसले परमेश्वरको नाम बेची खान्छ धिक्का जुत्ताहरू जसले आशिषलाई श्रापमा बदल्छ अक्खा चाहियो मलाई जिन्दगी हामीलाई अक्खा जिन्दगी चाहिन्छ अनि क्रिस बिना अक्खा जिन्दगी हामीले पाउँछौँ भने नसोचे पनि हुन्छ है किनकि सम्पूर्ण अधिकार माथिबाट दिएको छ अनि गीतले पनि त्यही भन्छ है मेरो भाउ परमेश्वरबाट टाढा नहुने अनि कमजोर दुर्बलहरूको शक्ति बदिने निरुसलाई दिए होला हुँदिन विश्वासबाट एक रति पछि हट्दिन परमेश्वर छ मेरो साथी डाउन टु अर्थ बट सबभन्दा माथि अब कि मेरो घरको चल्दैन भाइ मेरो स्वर्गमा छ पासिला हुँदै अनन्तको जीवनको रोटी पानी